Hello everyone, it's me Ritsav Shrestha and welcome to the fourth episode of Catford Topper Talks. So, मैले BSc CSIT चुज गरेको रिजन चाहिँ ठ्याक्कै एउटै भनेर चाहिँ भन्न मिल्दैन हैन cuz अब मलाई धेरै इन्ट्रेस्ट थियो पहिलेदेखि मलाई साइकोलोजी लिटरेचर अनि इकोनोमिक्समा पनि धेरै इन्ट्रेस्ट थियो सो म BSc CSIT चुज गर्नुभन्दा अगाडि चाहिँ यो चारवटामा कुनै एउटा चुज गर्छु भनेर सोचिरहेको थिएँ अनि खासमा अहिले सीएसमा अलि बढी स्कोप भएको रिसेन्ट इयर्समा अनि त्यसपछि अहिलेको वर्ल्ड पनि सीएसमा मुभ भइरहेको भएर अनि घरबाट पनि अब सीएस पढ्नु यो सबै अरु भन्दा राम्रो भनेको भएर चाहिँ मैले BSc CSIT चुज गरेको टाढै भनेर चाहिँ त्यस्तो केही सब्जेक्ट मलाई अहिलेसम्म लागेको छैन तर स्याडली मेरो फर्स्ट सेमेस्टरमा हुँदाखेरि क्याल्कुलसमा एउटा ब्याक लागेको छ अनि अब यो सेमेस्टरमा मैले त्यसको एक्जाम दिइरहेको छु सो एक त मेरो मेन्टालिटी नै हो है किन भन्दाखेरि मैले फर्स्ट सेमेस्टरमा मेरो त्यो रिजल्ट आइसकेपछि नि म त्यस्तो आत्तिइनँ मैले जस्ट यसलाई अब मेरो नेक्स्ट स्टेप टु ओभरकम एउटा अब्स्टेकल इन माई रोड भनेर जसरी लिएँ अनि यसलाई मैले मेरो करियरको एन्ड पोइन्ट भनेर सोचिनँ यसलाई मैले जस्ट एउटा स्टार्ट पोइन्ट हो जहाँबाट चाहिँ अब मैले नेक्स्ट स्टेप्स चाहिँ झन् बेटर अनि झन् मोर प्लान वेमा लिनुपर्छ भनेर सोचेँ सो यो भएपछि मैले मेरो सेकेन्ड सेमेस्टरको लागि चाहिँ झन् एक्स्ट्रा मिहिनेत गरेर अनि वेल द रिजल्ट स्पिक्स फर इट्सेल्फ डिजिटल नोट्समा चाहिँ त्यो चाहिँ म सब्जेक्टमा भर पर्छ भन्नुपर्छ कज लाइक सब्जेक्ट्स लाइक क्याल्कुलस अर लिनियर एल्जेब्रा अर फिजिक्स जुनमा चाहिँ अलि बढी बुझ्नुपर्छ अर मेमोराइजेसन पनि चाहिन्छ त्यस्तो सब्जेक्टमा चाहिँ म ह्यान्ड रिटन नोट्स प्रिफर गर्छु स्पेसली यस्तो सब्जेक्ट्समा चाहिँ म आफै त्यो डेरिभेसनहरू बरु 2-3 पेजकै छ भने पनि त्यसलाई 2-3 चोटि लेखेर भए पनि याद गर्न ट्राई गर्छु भने अब सब्जेक्ट्स लाइक सी अर ओपी जस्तो सब्जेक्टमा चाहिँ डिजिटल नोट्सहरू नै प्रिफर गर्छु कज त्यो चाहिँ सर हेर्न मिल्छ मलाई चाहिँ यसको बारेमा पहिला त्यस्तो राम्ररी सोचेको थिइनँ तर अहिले सोच्दाखेरि चाहिँ सो म बेसिकली मेरो एउटा साथीसँग पढेर हुन्छु मोस्ट अफ द टाइम्स अनि त्यसले गर्दाखेरि मलाई पढ्नमा नि अलि बढी मोटिभेसन हुन्छ अनि एक्लै पढे जस्तो बेलामा प्रोक्रास्टिनेट पनि धेरै गरेर हुँदैन अनि के हुँदो रहेछ भन्दाखेरि उसले नबुझेको कुरा चाहिँ मलाई बुझाएर हुन्छ भने मैले पनि उसलाई मैले नबुझेको कुरा चाहिँ उसलाई बुझाएर हुन्छु होइन अनि त्यो हुँदाखेरि के हुने रहेछ भन्दाखेरि आफूले केही कुरा अरूलाई बुझाउँदाखेरि चाहिँ त्यो कुरा राम्ररी नबुझे भए पनि बुझाउँदा भए पनि अलि राम्ररी बुझ्न थाल्दो रहेछ कि अनि यसलाई चाहिँ एक्चुअली फाइनमेन्ट टेक्निक भनेर पनि भन्दो रहेछ लाइक यो ग्लोबल स्पेसमा फ्युचर प्लान भनेर त्यस्तो कन्क्रिट चाहिँ केही छैन होइन अब किन भन्दाखेरि म अलि मल्टिपल इन्ट्रेस्ट भएको मान्छे हो अनि मलाई एउटा मात्रै फिल्डमा टाइड डाउन भएर बस्न मन छैन तर वान थिङ द्याट रियली कन्सर्न्स मी चाहिँ के हो भन्दाखेरि नेपाल चाहिँ पहिला पनि अब टेक्नोलोजिकल एडभान्समेन्टमा अलिक पछाडि परिएको थियो अनि अहिले चाहिँ अलिक क्याचअप गरेर जस्तो देखे पनि अहिले वर्ल्ड पुरै एआईमा एडभान्समेन्ट ल्याइरहेछ एन्ड एभ्रिथिङ इज ह्यापनिङ विथ एआई अराउन्ड एआई अनि वाट आई वान्ट टु डु इज इफ पोसिबल I want to push Nepal to the forefronts of AI, even if by a small margin. And yeah, that and probably wanting to live a peaceful and happy life. आफूलाई चाहिँ नेचुरली स्मार्ट कन्सिडर गर्छु है तर वेल मेरो फर्स्ट सेमको रिजल्टले केही ज्ञान त दिइहाल्यो त्यसबाट के ज्ञान पनि पाएँ भन्दाखेरि चाहिँ स्मार्ट इज ग्रेट टु ह्याभ तर विदाउट हार्ड वर्क यु कान्ट अचिभ एनिथिङ मोर अफ अ मर्निङ पर्सन अनि त्यसैले म चाहिँ बिहान पढ्न रुचाउँछु त्यो चाहिँ किन भन्दाखेरि मलाई चाहिँ मेरो ग्रेटेस्ट टास्क लाइक मलाई चाहिँ जुन सबभन्दा बढी गाह्रो हुन्छ त्यो चाहिँ म फर्स्ट थिङ इन द मर्निङ गरिसकेपछि मेरो डे चाहिँ म रिलेटिभली चिलमा बस्न सक्छु अनि त्यसपछि एभ्रिथिङ एल्स इज साइडको यसरी हेर्न सक्छु मलाई नोट माग्दाखेरि चाहिँ कोहीले अब 2-3 पेज माग्दाखेरि उनीहरू एब्सेन्ट भएको बेलामा कुनै टपिक मिस भएको त्योहरू माग्दाखेरि चाहिँ त्यो मलाई ठिकै लाग्छ मलाई पठाइदिँदा नि मलाई खुसी लाग्छ किन भन्दाखेरि मैले कसैलाई हेल्प गरेँ जस्तो लाग्छ तर कोही साथी चाहिँ अब कहिले आएर मलाई सिधै अब 50 पेज पठाइदिए अरू पुरै कपी नै पठाइदिए भन्दाखेरि चाहिँ मलाई त्यस्तो मन पर्दैन कज अब मै पढ्नुपर्ने हुन्छ अनि मेरो टाइम धेरै वेस्ट हुन्छ धेरै जसो होमवर्क र ल्याब रिपोर्टहरू टाइममै कम्प्लिट गरेर आउँछु अनि तर अब कहिलेकाहीँ बिर्सेको बेलामा चाहिँ अब मलाई झुटो बोल्न चाहिँ अलिक कस्तो अप्ठ्यारो लाग्छ त्यसैले म चाहिँ अब भगवान्लाई हात जोडेर सरले प्लिज यो दिन चाहिँ नमाग्दिनु होला भनेरै आशा गरेर बस्दा हुन्छु नभए चाहिँ अब त्यही हो सरलाई भनिदिन्छु अनि सरहरूले पनि कहिलेकाहीँ चाहिँ कन्सिडर गरिदिनुहुन्छ टपरहरूकै माइन्डसेट सोद्धाखेरि चाहिँ मलाई त्यस्तो धेरै आइडिया भएन
तर मेरै माइन्डसेटको कुरा गर्ने हो भने चाहिँ और मेरो मोटिभेसनको कुरा गर्ने हो भने चाहिँ म पढ्नमा खासमा म टप हान्छु नै भनेर और म पढ्नु लाइक इक्जामको लागि मात्रै राम्रो गर्नु छ भनेर चाहिँ मैले पढेको होइन। किनभने मलाई सिएस एज अ सब्जेक्टमै इन्ट्रेस्ट छ। यसको डिफ्रेन्ट सब्जेक्ट्सहरू छन् सबै, त्योहरू पढ्न पाउँदाखेरि मलाई जस्ट इक्जामको पर्सपेक्टिभबाट मात्रै नहेरेर मलाई त्यो सब्जेक्टमा कम्प्युटर्सहरू कसरी काम गरिरहेको छ, कम्प्युटर्सहरूमा यो कसरी लाइक रेलेभेन्ट छ भनेर कुराहरू पढ्न मजा लाग्छ। टेक्निकली एउटा सुपर पावर चाहिँ होइन तर शेर्लक होम्सको जस्तो डिडक्सन एबिलिटी अनि अब्जर्भेसन स्किल्स भएको भए चाहिँ म पनि केही अब क्राइम सल्भ गर्दै अनि डिटेक्टिभ बन्दै हिँड्थेँ कि। थ्याङ्क यू फर वाचिङ, बी ह्याप्पी एन्ड स्टे कुल।